दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ। तपाईको आधीबेरी शान्त पार्न परमेश्वरमा भरोसा राख्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको अङ्क 25 मा तपाईहरुलाई स्वागत छ। आज हामी परमेश्वरमा भरोसा गर्नुको महत्त्वमा ध्यान केन्द्रित गर्नेछौँ। तपाईलाई चाहिने कुरा जतिसुकै ठूलो वा सानो किन नहोस्, तपाईलाई अत्यन्तै आवश्यक पर्ने छुटकारा ल्याउनको लागि परमेश्वरले तपाईले उहाँमा पूर्ण रूपमा भरोसा गरेको अपेक्षा गर्नुहुन्छ। मत्ती 8 अध्यायमा एउटा कथा छ जहाँ यीशुका चेलाहरू समुद्रमा डुङ्गामा तैरिरहेको बेला आएको हिंसक आँधीका कारण चिन्तित र डरले भरिएका थिए। मत्ती 8 को 25 पद, चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउजाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। सायद तपाईले कहिलेकाहीँ यस्तो महसुस गर्नुभएको होला जस्तो संसार तपाईमाथि ध्वस्त हुँदैछ, तपाई डुब्नै लाग्नु भएको छ अनि तपाईलाई परमेश्वर आउनु र तपाई जुन परिस्थितिमा हुनुहुन्छ त्यहाँबाट बचाउनु अत्यन्तै आवश्यक छ। मत्तीको पुस्तक 8 अध्यायको 26 पदमा यसरी लेखिएको छ, यसुले तिनीहरूलाई भन्नुभयो, अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? तब उठेर उहाँले बतास र समुद्रलाई हक्कार्नुभयो र आँधी बिल्कुल शान्त भयो। प्रिय हो, जब मानिसहरूले यो कथा पढ्छन् तिनीहरू प्राय यसुले यो आँधीलाई शान्त पार्न प्रकट गर्नुभएको महान शक्ति देखेर छक्क पर्छन्। तर के तपाईले यसुले आफ्ना चेलाहरूलाई दिनुभएको हप्की याद गर्नुभयो? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन डराउँछौ? तिमीहरूलाई परमेश्वरमा किन यति थोरै भरोसा छ? यसुले त्यो डुङ्गामा भएका अन्य मानिसहरूले पनि त्यो आँधीको सामना गर्दा उहाँले त्यस्तै भरोसा राखेको अपेक्षा गर्नुभयो। त्यसै गरी यसो चाहनुहुन्छ कि तपाईँ र म हाम्रो व्यक्तिगत जीवनमा आँधीलाई शान्त पार्न परमेश्वरमा भरोसा राखौं। परमेश्वरले सम्हाल्न नसक्ने कुनै पनि काम त्यति ठुलो छैन। जब हामी उहाँको शक्तिमा भर पर्छौं, हामीले हाम्रो जीवनमा ठूलो छुटकाराहरू पाउनेछौँ। हिब्रूको पुस्तक 11 अध्यायको 6 पदमा यसरी लेखिएको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। हामी मण्डलीमा सेवाहरूमा उपस्थित भएर र हालेलुया भनेर कराएर परमेश्वरलाई खुसी पार्दैनौँ। हामीले हाम्रो जीवनमा सामना गरिरहेका सबै समस्याहरूबाट उहाँले मुक्त गर्नुहुनेछ भन्ने विश्वास गरेर हामी परमेश्वरलाई प्रसन्न पार्छौँ। प्रिय हो, यदि तपाईँ परमेश्वरले तपाईँको छुटकारा ल्याउन केही गर्नुहुनेछ भनेर पर्खिरहनु भएको छ भने तपाईँले लामो समयसम्म पर्खनु पर्नेछ, किनभने परमेश्वरले पहिले नै तपाईँको छुटकारा प्रतिज्ञा गरिसक्नु भएको छ। उहाँ तपाईँले उहाँमाथि भरोसा गर्न पर्खिरहनु भएको छ ताकि तपाईँको छुटकारा होस्। भजन संग्रहको पुस्तक 105 अध्यायको 5 पदमा यसरी लेखिएको छ, उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्य कर्म र उहाँले सुनाउनु भएका फैसलाहरू स्मरण गर। प्रिय हो, विगतमा परमेश्वरले तपाईको लागि गर्नुभएका सबै अद्भुत कामहरूलाई फेरि सम्झनुहोस्। के परमेश्वरले तपाईको विश्वास जित्नको लागि पर्याप्त भन्दा बढी गर्नुभएको छैन? धन्यवादका साथ उहाँलाई प्रार्थना गर्नुहोस् र उहाँले तपाईको लागि पनि त्यस्तै आश्चर्य कर्महरू गर्नुहुनेछ जस्तो उहाँले यीशुको लागि त्यो आँधीलाई शान्त पार्नु भएर गर्नुभएको थियो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह। प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शौन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01 66 19 460 01 66 19 460 मा सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।